सो हेलो गाइज वेलकम टु माई न्यू भ्लग र आज चाहिँ हामी सनराइज हेर्न आएको छौँ बिहानको 5:30 भइरहेछ अनि त्यसपछि म आज खै के ताल परेको हो आज मलाई थाहा भएन मर्निङ वाक आइदियो क्या मलाई यहीँ खोला आइसक्यो अझै खोला पुगिसक्यो होइन अब झन्डै लड्या यो हो कि त्यो त्यो चाहिँ ठुलो चाहिँ ढुङ्गा हल्लिरहेको झन्डै लड्या बिहान झन्डै माछा मार्दै नि त अनि मैले त आज चाहिँ म घामलाई उठाउन निस्किएको छु पहिलासम्म चाहिँ म दौडी नै जान्थेँ जबदेखि यो जाडो महिना सुरु भयो नि होइन चाहिँ रुगा लागिहाल्ने कि बाहिर रुगा लागेपछि अनि त्यस्तै 2 हप्तासम्म घरमा बस्छ फेरि 2 हप्तापछि अनि फेरि के जाने जस्तो हुन्छ कि झन् दुब्लाइरहेको छु होइन अस्तिदेखि म दुब्लाएको बेला झन् 6 प्याक मजाले निस्किएको छ कि निस्किएको त छैन तर निस्किन खोजिएको छ कि 6 प्याक चाहिँ अलिकति एक्सर्साइज गर्ने हो त्यसपछि खतरा निस्किन्छ नि बब्बाल निस्किन्छ नि त्यसपछि त मेरो 6 प्याक र म चाहिँ यो कुन ठाउँ हो भनेदेखि नि होइन यो ठाउँ हो कि टावरवाला ठाउँ हो कि यो ठाउँ चाहिँ एकदमै शान्त छ रिल्याक्सवाला ठाउँ हो कि नत्र उता त गाडीहरू आउँछ मान्छेहरू आउँछ घाम चाहिँ आउँदै गर्छ होइन त्यति बेलासम्मको लागि मैले एउटा काम गरेँ यहाँनिर स्ट्रबेरी रहेछ नि मतलब स्ट्रबेरी त भन्दैन यसलाई के भन्छ अहिले जेस खान्थ्यो कि हामीले बच्चा बेला यस्तो सानो खान्थ्यो यो कि यसलाई के भन्छ थाहा छ स्ट्रबेरी भनेर खाइरहेको थियो क्या हामीले चाहिँ म यहाँ यस्तो झाडीको यस्तो यतानिर छु फेरि यसरी बसिरहेको छु क्या म मान्छेहरूले के सोध्छ होला जे सोचिने मलाई बा त्यही हो मैले चाहिँ यता रोज देखाएको थिएँ कि मतलब एकजनाले देखाएको थियो अनि व्हाइट र पिङ्क कलर कम्बिनेसन मिसेको छ एउटा राम्रोवाला चाहिँ टिप्नु पऱ्यो कुन चाहिँ फुल टिपौँ त राम्रो फुलहरू रहेछ हौ मतलब हुन्छ नि राम्रो फुलहरू रहेछ कि टिपेर लानु मात्र भन्दा पनि रोप्नलाई चाहिँ लानु पऱ्यो बरु एउटा है रोप्नलाई चाहिँ लानु पऱ्यो एउटा ब्रान्ड चाहिँ लिन्छु यसको गयो काँडै रहेछ त बोटमा त मतलब फुल पनि छ होइन तर समाउन लाग्यो नि त त्यही भएर काँडा देख्यो कि अहिले चाहिँ त्यसमा त फुलै मात्रै हेऱ्यो अहिले अलिकति काँडा नि आएछ यहीँ काँडा छ कि यहीँ झन्डै सबै काँडाको वाला त्यो लट्ठी तल छ कि फेरि खोचिया छ यहाँ गयो भने त म जान्छ मतलब खोचिया हुन्छ मलाई अनि ज्याकेट च्यातिने त्यस्तो टमा खोचिया छ जुत्ता लाएर आउनु पर्ने रहेछ म चप्पलमा आएको कि घोच्या छ मलाई त्यो यिनीहरूमा काँडा छ नि सब त्यहाँ तलतिरको त्यो लट्ठीहरूमा पनि सबै यस्तै छ कि काँडा छ कि यसलाई पनि म यस्तो साइडमा राख्छु केही छैन ल बल्ल तल मैले यति चाहिँ लिएँ तर यसमा नि काँडा त छ म यो काँडा चाहिँ हटाइदिन्छु किनभने कसै नि हुन्छ नि त हुन्छ नि त आफू चाहिँ आयो हुन्छ नि त जेस खोज्दैन नि त अब ए काँडा निकालेपछि खोज्दैन मलाई थाहा नै थिएन उयोवाला लिनु उयोवाला चाहिँ मलाई लिनु मन लागिरहेको थियो यो पिङ्क देखायोवाला तर मेरो हात त्यहाँसम्म पुग्दैन कि यहीँसम्म मात्र पुग्छ कि म यहाँभन्दा अगाडि गयो भने टन्डी ज्याकेट च्यात्यो त्यो लिनै मिल्दैन कि कति टाढा छ कि फेरि मतलब नजिकै छ तर काँडाले टाढा बनाइदियो कि यो हल्का पिङ्क छ अर्कोभन्दा अर्को चाहिँ व्हाइट थियो यो चाहिँ पिङ्क छ है डिफ्रेन्स छ नि त होइन हो नि एउटा हाँगा चाहिँ लिएरै जाने हो आज एउटा हाँगा त लिएरै जानुपर्छ रोप्नै पर्छ होइन घरमा पनि हुन त यो पनि उम्रिन्छ होइन यो रोपिदियो भने उम्रिन्छ तर लचकिलो जे हुन्छ लिदिउँ है त घुमाउनु मिल्दैन एउटा स्टिक चाहिँ मैले पाएँ होइन यो जस म गएर रोप्छु यो चाहिँ सनराइज पनि हुन लाग्यो टावरतिर जान्छ अनि त्यहाँबाट अलिक ओपन स्पेस जस्तो हुन्छ अथवा त्यहीँ नगइकन म यहीँ पनि बस्न सक्छु एकचोटि धेरै दिनपछि भ्लग बनाएर होला नि त अनि के भनिरहेको छ मैले भनेको छ तर के भनेको छ मलाई पनि थाहा छैन ओहो हाम्रो सूर्यदेव आउनु भयो नि त ल लगभग हुन लाग्यो त्यति बेलासम्म के गर्ने अर्को एउटा मैले फुल भेटेँ त्यहाँ जाउँ है त घाम आएछ हो सनराइज
सबैजनाले हेरिराख्नु भएको छ होला तर मैले पनि हेरेँ त अब के गर्ने त छैन सुक्रा सक्यो अब चाहिँ म जान्छु गएर यसो चिया खानु पऱ्यो किनकि मैले चिया पनि खाएको छैन कि खाली पेट दौडेको होमा अनि भोक पनि लाग्न थाल्यो अब चाहिँ यसलाई एकचोटि मैले छोएको थिएँ कि होइन ठ्याक्क फुलमा छोएको थिएँ फुलमा काँडा खासै हुँदैन होइन तर छोएको थिएँ नि यो यस्तो यो अगाडिको औँठा छाप हुन्छ नि यो थम्बमा हुन्छ नि पुरा अर्कै के एउटा रेखा रेखा हुन्छ नि लाइन लाइन अर्कै टाइपको लाइन आइदिरहेको क्या त्यसैले त्यस्तो यस्तो फुलहरूलाई छुनु हुँदैन रहेछ कि भिडियो एडिटहरू गर्नु बाँकी छ मेरो टन्नै अरू के कामै छैन हामी बेरोजगारको केही कामै छैन यहाँ बाहिर जानलाई नि उडाउनु पर्दो रहेछ होइन 20-25 मैले युट्युब सुरु गरेर चाहिँ 1 वर्ष भयो 1 वर्ष कट्यो कन्टिन्युटी अलि दिन चाहिँ पाएको छैन तर हुन्छ नि मेहनत चाहिँ त्यत्तिकै गर्दैछु बिचमा आएर खोइ ह्याङ हुँदो रहेछ कि मतलब हुन्छ नि मतलब ह्याङ मतलब मोबाइल ह्याङ होइन जिन्दगी चाहिँ ह्याङ हुने रहेछ कि काम यताउता गर्नुपर्छ नि त जब यस्तो साइड जबहरू गर्नुपर्छ ह्याङ बनाउँदो रहेछ कि ह्याङ पार्दो रहेछ अड्काउँदो रहेछ कि भिडियोलाई कन्टिन्युटी दिन नसक्ने रहेछ कि त्यो जसरी हुन्छ अब टाइम त जसरी भयो नि मिलाउँछु भनेर सोचेर बसेको छु अनि आजदेखि चाहिँ अब यो मर्निङ वाक नि आएको दर्शन भयो सूर्यदेवको पनि कृपा बर्सिन्छ मेरो भिटामिन डी दिइरहनु भएको छ उहाँले म खाँदैछु होइन अनि त्यही भएर नि होला अलिअलि अहिले चाहिँ भोक लाग्न छोड्यो किनकि अब भिटामिन डी पाएर कि भिटामिन डी पाएर नि कहीँ भोक लाग्न छोड्छ अब कुरा गर्छ खासमा मेरो प्लान चाहिँ 4:30 बजी उठेर आउने थियो अलार्म आएको थियो उठायो भने थिएँ निभाएर सुत्दैछु कि बिहान मतलब त्यस्तो अँध्यारै हुँदो रहेछ नि त त्यतिखेर भन्दा त यतिखेरै आउनु ठिक लाग्यो कि मलाई ठिक्क हुँदो रहेछ धेरै कुरो नि पर्दैन रहेछ होइन सनराइज हेर्नुको लागि होइन काम साम केही छैन होइन उड्यो डुल्यो खायो होइन कौवाको जस्तो जिन्दगी कि कौवा उडिरहेको छु नि होइन कौवाको जस्तो जिन्दगी कि मान्छेको भने एकचोटि म र त्यो एउटा गौरव भन्ने एउटा मेरो भाइ थियो नि आन्टीको छोरा माछा मार्न गएको है बल्छी थियो धागो थियो अनि गडेला हुन्थ्यो नि त गडेला खोज्नु पर्ने थियो कि गडेला त भेट्यो अनि गडेलाले पिस पिस पार्नु पर्ने थियो त्यो भाइले यस्तो निचाएर त्यो दुई टुक्रा पार्यो नि होइन भित्रबाट त पहेँलो खालको लिक्विड क्या त्यो छ्या एकछिन त गडेलाको माया लाग्यो क्या कस्तो घाउ होला हान्नु मतलब हुन्छ नि दुख्यो होला भनेर कि अनि तर हामीले जे छ नि त्यो उस्तै हालिदियो त्यो बल्छीमा ठ्याक्क गडेलाको अलिकति पिस त्यो सेकमा हो नि त माछाहरूको लागि नजिकैको त्यहाँ खोला छ नि एउटा डनबस्को साइडमा एउटा खोला छ नि मलाई के थाहा भइहाल्छ नि तपाईँहरूले अनि कहाँ मलाई हेरेर आएको भने कहाँ हेरेर आएको मेरो प्रवचन सुन्न आएको हो तिमीहरू पनि हो अब भुक्यो भने चाहिँ फेरि अहिले म अनि त्यसपछि जे होस् हामी गएको थियो 1.5 घन्टा कुरा एउटा यत्रो सानो माछाको लागि यत्रो सानो माछाको लागि कान्छेमा लागेको जत्रो माछाको लागि 1.5 घन्टा कुरा अनि माछा चाहिँ पाल्न अलि धेरै गाह्रो लाग्यो किनकि मलाई प्रोपर वे पनि थाहा छैन होइन त्यो पनि क्याट फिस के अर्को गोल्ड फिस नै थिएन त त्यो तर त्यो पनि चैट 3 टाइममा खुवाइराख्दाखेरि पनि हुन्छ नि एउटा तिनीहरूलाई छुट्टै छुट्टै खोइ के गर्नुपर्ने रहेछ कि मैले चाहिँ एक्वेरियम भन्छ नि नहाले क्या मतलब पैसा सैसाथ केही छैन होइन सस्ता बजेट एक्वेरियम भनेर एउटा मैले त्यो चक्लेटको बट्टा हुन्छ नि चक्लेटको बट्टा ल्याएको थिएँ अनि त्यो चक्लेटकै बट्टामा हालेँ क्या मैले खासमा भन्नुपर्दाखेरि अनि चक्लेटको बट्टामा हालिरहेको थिएँ अनि टाइममा पानी चेन्ज गरिरहेको थिएँ तर हुन्छ नि खोइ के नमिले अनि हिलो चाहिने होला सायद मैले सफा पानीमा हालिदिएँ कि हिले माछाले हिलो चाहिन्थ्यो होला होइन अब त्यति बेला मलाई त्यो हुन्छ नि मतलब म त सफाइ गरेर राख्ने जस्तो भइरहेको थियो कि होइन माछालाई कहिले चाहिँ त्यो माछा फुतुक्क बाहिर उफ्रिदिने होइन बन्जी जम्प हानिदिने पानीभित्रबाट सुसाइड हान्न खोज्छ कि यो डिप्रेसन चाहिँ यो माछाहरूलाई पनि हुने रहेछ कि अनि पानीमा हालिरहेको छु बचाइरहेको छु होइन अनि सुसाइड हान्न खोज्ने कि पानीबाट फुतुक उफ्रिदिने माछै थाहा हुँदैन कहाँ पुग्यो मान्छेलाई पनि त्यही हो नि त दुनियाँमा जे होस् अलिकति सर्भाइभ भइरहेको हुन्छ अनि त्यसपछि फुतुक्क लाएर जान्छ नि त आयो अड्किस मेरो प्यान्ट हो कि ज्याकेट हो कि के हो पाल भइसक्यो यसले तर पनि केही छ नि यो रोप्नुपर्छ नि त रोप्यो भने के हुन्छ उम्रिन्छ के हुन्छ अरू के हुँदैन त्यही गाउँको सिजन हो नि त गाउँ फलिरहेको छ कुनैमा चाहिँ पहेँलो यहाँ चाहिँ माथि पहेँलो भइसक्यो कि यहाँ चाहिँ खोइ किन हरियो भइरहेछ मलाई के मतलब त्यही पनि होइन मतलब त छ म पुग्न लागिसक्यो मेरो भ्लग यतै एन्ड हुन्छ होला अनि फर्स्टमा म आज चाहिँ यो भिडियो चाहिँ हाल्छु अरूभन्दा नि म यो भिडियो हाल्छु किनकि 5वटा जति बाँकी होला क्या मेरो भिडियो बनाउनु पर्ने मलाई खोइ किन हो होइन यो टाइम दिन नसक्या भनौँ कि एउटा खोइ के भइरहेको छ कि आजकल मलाई अनि त्यसपछि मैले हाल्नै सकिरहेको छैन कि एडिट नै गर्नै मतलब हुन्छ नि सकिरहेको छैन त्यही हो घर जान्छु बिस्तारै
धन्न कुकुर सुकुर यताउता चाहिँ केही आएन छ नत्र लाटे गर्थ्यो डौडा भयो त हुन्छ नि आम्मा यस्तो बोक्थ्यो आम्मा यता कुकुरले अनि यहाँतिर भ्लगर कोही छैन म एकजना मात्र हो हुन त छ होला बाइक भ्लगिङ छ होला अहिले म जस्तो यता सस्ता भ्लगर चाहिँ कोही छैन कि त्यसरी हेरिसक्यो मेरो ह्यान्डल बिग्रेको छ नि अहिलेसम्म नि एउटा अर्को किन्नै पाएको छैन कि मैले गिम्बल के भन्दो रहेछ होइन त्यो आयो त्यो किन्नलाई नै अलि पैसा चाहिँदो रहेछ जुन चाहिँ मसँग छैन म त हुन्छ नि अब 1 वर्षसम्मको युट्युब गर्थ्यो मतलब अलिक भिडियो त हाल्दै थिएँ नि त मैले ग्रो हुन्छ होला भनेर सोचेको थिएँ अनि त्यसबाटै अझ यस्तो खर्चहरू निस्किन्छ कि भनेर सोचेको थिएँ कि 1 वर्ष त कट्यो तर पैसा निस्किएको छैन सबैले त्यही हो कि युट्युबमा हाल्छ अनि कति भ्युज आयो भने कति पैसा आउँछ डाइरेक्ट सोधिदिने कि भिडियो हालेको मान्छे युट्युबमा खटेको मान्छेलाई थाहा हुन्छ नि त मतलब त्यो डाइरेक्ट सोध्ने कुरै होइन क्या त्यो मतलब हुन्छ नि एउटा युट्युबमा भिडियो हाल्न थाल्यो अनि त्यसपछि पैसा आउँछ भनेर कुरा हुन्छ नि त होइन तर हुँदैन क्या ओल्डेज टाइपको मान्छे जस्तो कि जो 40-50 कटेको हुनुहुन्छ उहाँलाई चाहिँ त्यति थाहा हुँदैन होला सायद 30 कटेकोसम्मलाई पनि थाहा हुँदैन होला सायद किनकि अब एउटा 4000 वाच आवर्स कटाउनुपर्छ 1000 सब्सक्राइबर्स कटाउनुपर्छ तर त्यसमा जम्मा मेरो कटाएको छ 336 त भयो भर्खरै अनि कुन चाहिँ इम्पोस्टर हुन्छ अनसब्सक्राइब हानिदिन्छ कि बेला बेलामा जसले सब्सक्राइब गर्नुभएको छ एकदमै धन्यवाद किनकि होइन थ्याङ्क यू जे होस् होइन अब मैले पहिला चाहिँ सबैलाई के सब्सक्राइब गरिदिनु भन्थेँ तर अहिले म त्यस्तो भन्दिनँ कि टाइम चेन्ज माई माइन्ड चेन्ज अनि त्यही हो अनि भन्नै मन लाग्दैन अहिले त जे होस् एक दुईवटा गरेर आफै बढ्दैछ होइन सब्सक्राइबर चाहिँ जुन चाहिँ अलिक कुरा राम्रो चाहिँ लाग्छ मलाई कि अस्ति एउटा नुडल्स च्यालेन्जको भिडियो हालेको थियो 3 हप्ता भयो त्यसपछि मैले हाल्नै पाएको छैन आज चाहिँ यो हाल्छु क्या अनि सबै एउटै मिक्समाक्स भयो नि त होइन गाइस च्यालेन्ज पनि गएको छ ब्लग पनि गएको छ जात्रा पनि बनाएको छ त्यस्तो हाल्नु नहुने हो नि त तर होइन बरु हाल्दै जाउँ पछि छुट्याइदिउँला है अनि पछि 2टा च्यानल बनाउने एउटा च्यानल मात्र भयो भने एउटा सब्सक्राइबर हुन्छ नि त अनि अर्को च्यानल भयो भने उता सब्सक्राइबर्स आउँछ नि त दिमाग लगाएको नि त अहिले पछि चाहिँ छुट्याइदिन्छ होइन च्यानल अर्कै हुन्छ भ्लगवाला अर्कै हुन्छ च्यालेन्जवाला अर्कै हुन्छ यदि केही गर्नुपर्छ भने पनि एउटा हुन्छ नि एउटा कमेन्ट हालिदिनु कि एउटा कमेन्ट हालिदिँदैमा के जान्छ कि तपाईँको मतलब के जान्छ होइन कि एउटा जे हालिदिनु होइन कस्तो लाग्यो भिडियो होइन नराम्रो छ भने डाइरेक्ट नराम्रो भनिदिनु मतलबै भएन नि तर भन्न चाहिँ पऱ्यो कि मैले अब पहिला त एक्सर्साइजको गरेँ हो नि त भिडियो होइन म सुरुमा स्टार्टिङ गर्दाखेरि चाहिँ मेरो प्लान के थियो भनेदेखि 40 डेजसम्म म वर्कआउट गर्छु त्यसपछि अनि फाइनल रिजल्टको लागि अनि म देखाउँछु भनेको थिएँ कि तर कन्टिन्यू गर्न यस्तो मलाई चाहिँ गाह्रो पऱ्यो कि अरूलाई त त्यति गाह्रो परेन तर मलाई चाहिँ गाह्रो पऱ्यो रुगाले हो कि रुगा लाग्यो कि कति खस्यो अनि रुगा लाग्दो रहेछ मेन अनि अहिले यस्तो त गरेर 10 चोटि खस्यो होला सायद हातमा मेरो घाउ नै घाउ छ पाल्छु मेरो हातमा चाहिँ यता यो आगो बोले ठाउँ आइपुग्यो भने त म त केही भन्दिनँ किनकि यहाँको बारेमा तपाईँहरूलाई थाहा छ अरूहरूको भिडियो हेर्थेँ कि मैले अनि यो चाहिँ आगो बोले ठाउँ हो योबाट चाहिँ यो यताबाट चाहिँ उतासम्म जान्छ यहाँबाट यो रोड यताबाट पुग्छ यहाँबाट यहाँ गयो भने चाहिँ सिधै यहाँसम्मको गाडी पाउँछ यो ठाउँ चाहिँ यहाँ हो यहाँ चाहिँ बालुवा राखेको छ यहाँ चाहिँ ढुङ्गा राखेको छ त्यो चाहिँ आकाश हो म चाहिँ मान्छे हो त्यो मान्छे हो म चाहिँ त्यस्तो भन्ने गर्दिनँ होइन गाइज त्यहाँ त्यो मलाई भन्नै मन लाग्दैन कि जस म यतासम्म आइसकेको छु होइन आगो बोले ठाउँसम्म म घर पनि पुग्न लाग्यो लगभग आजको भिडियो चाहिँ लगभग सक्यो भनौँ किनभने ठ्याक्क म रेकर्ड गरिरहेको थिएँ बोल्न त मन लागिरहेको थियो नि सबै कुरा एउटै भिडियोमा कहाँ बोल्न सकिँदो रहेछ होइन आजलाई चाहिँ यति नै गरौँ है कुरा भन्न त धेरै बाँकी छ मेरो कसको कुरा सकिन्छ होइन दिस इज द एन्ड अफ माई ब्लग सो थैंक यू फॉर बने रहने के लिए अब तक मैं कल आपसे मुलाकात करता हूँ आज के लिए बाय बाय ल आजलाई चाहिँ यति नै त भोलि आउँछु नि म चिन्ता नगर्नु